साइन्सको विद्यार्थी अलि सिरियस भइदिने पढाइतिर हैन म्यानेजमेन्टको विद्यार्थी चाहिँ अलि एज अ कुल तरिकाले जानुपर्छ भन्ने जस्तै विद्यार्थीले जानेको कुराहरू लेख नजानेको कुराहरू चाहिँ जे पाते लेख भन्छ कि स्टुडेन्ट अब डराउनु पर्ने कुरा सब्जेक्ट भनेको चाहिँ मलाई एकाउन्ट भन्दा नि इकोनोमिक्स लाग्छ। अब म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई टाइम म्यानेजमेन्ट डिसिप्लिन भन्ने कुरा चाहिँ अब सिकाउन पर्ने कुरा त होइन। पढ्ने यो आज पढ, एक्जामको दिन अघिल्लो दिन चाहिँ ओभरनाइट बसेर चाहिँ नपढ। अरू बेला 9 बजी सुत्ने, बिहान 6 बजी उठ्ने, अथवा एक्जामको बेलामा राति 12 बजीसम्म बस्ने अनि बिहान 4 बजी उठेपछि तिम्रो के हुन्छ त टायर्ड भइन्छ, आफूलाई आएको कुराहरू पनि लेख्न सकिँदैन कि। 2 दिन मात्र मैले पढाएको। उहाँ चाहिँ फाइनेन्समा 0 हुनुहुन्थ्यो अनि रिजल्ट आएपछि चाहिँ उहाँले चाहिँ 1 किलो मिठाई ल्याएर सर थ्याङ्क यू तपाईँले गर्दा म फाइनेन्समा पास भएँ, मलाई फाइनेन्स ब्याक लाग्थ्यो भन्नुहुन्थ्यो कि। नेपालमा म्यानेजमेन्टको विद्यार्थी जसले चाहिँ ब्याचलर यहीँ बसेर पढ्छु भन्छ त्यसले ब्याचलरमै र ब्याचलर पछि कस्ता अपर्च्युनिटी मन्थली 1 देखि 1.5 लाख रुपियाँ कमाउनको लागि चाहिँ विदेश चाहिँ दौड्न पर्दैन। म पढाउँछु भनेर पनि म हिँडेको मान्छे चाहिँ होइन है। कोभिडको बेलामा म पनि आल्स दिनको लागि रेडी भएको मान्छे हो। आफूले पढाउँदा पनि मैले विद्यार्थीलाई भन्छु बिन्ती छ त्यो काम चाहिँ नगर। आज चाहिँ हामीले जीवन पाण्डे सरसँग मेनली एनएबी म्यानेजमेन्टको तयारी लास्ट मन्थमा कसरी गर्ने भनेर कुराकानी गऱ्यौँ, जसमा हामीले प्रत्येक सब्जेक्टको बारेमा कुराकानी गरेका छौँ। इकोनोमिक्स, फाइनेन्स, एकाउन्ट, सोसल स्टडिज हैन, त्यसपछि नेपाली, इङ्ग्लिस सबैको बारेमा कुराकानी गरेका छौँ। लास्ट विक प्रिपरेसनको बारेमा कुराकानी गरेका छौँ र केही साथीहरूले कमेन्ट गर्नुभएको थियो यो क्वेसनहरू सोध्नु होला भनेर, त्यसको बारेमा पनि हामी सबै क्वेसनहरू ओगटेर चाहिँ मेनली फोकस म्यानेजमेन्टलाई चाहिँ यो पोडकास्ट गरेका छौँ, टुवेल म्यानेजमेन्टलाई। जीवन सर नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? ठिक छ सर। हजुर ठिक छ ठिक छ। अनि अहिले के चलिरहेछ, डेली रुटिन कस्तो भइरहेछ? अब अहिले चाहिँ +2 अनि ब्याचलरको ट्युसनहरू बिहानदेखि साँझसम्म नन स्टप छ। कति बजेदेखि? बिहान 6 बजेदेखि साँझ 8:30 बजीसम्म भनौँ नन स्टप +2 अनि ब्याचलर लेभलको लागि। लगभग तपाईँले दिनमा कतिजना विद्यार्थीलाई ट्युसन पढाउनु? लगभग दिनमा 150 जनाको सेरोफेरो हुन्छ विभिन्न ठाउँ गएर। ओके। अनि जस्तो यो ट्युसन पढिरहेछन् नि त्यो विद्यार्थी, खासमा यो लास्ट आवरमा आएर ट्युसन पढ्नु भनेको वर्षभरि नपढेर हुन्छ कि के हुन्छ? यो अझ मेनली चाहिँ हामी म्यानेजमेन्टतिर कुरा गरिरहेछौँ आज चाहिँ। यो भनेको के हुन्छ भन्दा जस्तै विद्यार्थीको एउटा सुरुमै हाम्रो कलेजमै पनि भनौँ के हुन्छ भन्दा विद्यार्थीलाई चाहिँ एउटा एकाउन्ट, फाइनेन्स भनेको चाहिँ डेन्जर सब्जेक्ट बागुन भन्ने कुरा चाहिँ अब त्यहाँबाटै गाइडलाइन्स हुन्छ कि, अथवा त्योभन्दा माथिल्लो लेभलको दाइ दिदीहरूले पनि ट्युसन पढ्नु भएको, हामी पनि ट्युसन नपढिकन पास हुन सकिन्न भन्ने उहाँको अब मनोभाव भनौँ, अब मनोविज्ञानले त्यहीँ सोचेर लास्टको 1 मन्थ 2 मन्थ त स्टुडेन्टहरू अब कसरी हुन्छ, अब दिन 2 घन्टा पढेर हुन्छ कि अब हाउ टु पास भन्ने तरिकाले चाहिँ लाग्छ। त्यसले गर्दा चाहिँ ट्युसनमा पछिल्लो 1-2 महिना चाहिँ लास्टै भिड हुन्छ। ओके। कलेजमा विद्यार्थीले पढ्छ एउटा तरिकाले होइन, अनि ट्युसन र कलेजमा चाहिँ के डिफ्रेन्स हुन्छ र विद्यार्थीलाई चाहिँ? यस्तो हुन्छ, कलेजमा चाहिँ उसले भास्ट पढ्छ, ट्युसनमा चाहिँ हामीले एउटा क्याप्सुल बनाइदिने मात्र हो है, जुन त्यो क्याप्सुलले चाहिँ अब छिटो काम गर्छ अनि उसलाई चाहिँ अब लास्ट त्यो कलेजमा पढ्ने भनेको चाहिँ मानव अब आयुर्वेदिक तरिकाको चाहिँ औषधि चाहिँ ढिलोसम्म जाने हो कलेजको। ट्युसनमा चाहिँ एउटा छोटो क्याप्सुल हुन्छ, त्यसलाई चाहिँ कसरी नम्बर गेट गर्ने, कसरी पास गर्ने भन्ने कुरा चाहिँ त्यसैले चाहिँ ट्युसनमा चाहिँ पछिल्लो समय विद्यार्थीहरू एकदम आउँछ। अनि सँगसँगै चाहिँ एब्रोडको लागि पनि भन्नु पर्यो अब, किनकि अब मार्क्सको लागि चाहिँ ट्युसन पढ्नै पर्छ, मार्क्स धेरै नभइकन भिजा लाग्दैन अब एब्रोडको सिस्टममा चाहिँ, त्यस कारण। ओके। अनि मेनली विद्यार्थीहरू हजुर कति % जतिले ट्युसन पढ्छ होला म्यानेजमेन्टको टोटल विद्यार्थीमा? मलाई लाग्छ अब फिजिकल रूपमै ट्युसन पढ्ने चाहिँ 80% को सेरोफेरो हुन्छ। यताउता विभिन्न ठाउँमा गएर होम ट्युसन यताउता गरेर चाहिँ 80%, अनि 20%ले चाहिँ सेल्फ स्टडी अनलाइनबाट अनि आफै मेटेरियलहरू खोजेर चाहिँ पढ्ने काम चाहिँ गर्छ। त्यही त हामीले हजुरको बारेमा थोरै स्टडी गर्दाखेरि के थाहा पायौँ भन्दा तपाईँले कुनै पनि कलेजमा पढाउनुहुन्न, ओन्ली ट्युसन पढाउनुहुन्छ वर्षभरि भनेपछि त विद्यार्थी त वर्षभरि विभिन्न स्ट्रिमको छ। जस्तै अब अहिले +2 को हुन्छ, अब ब्याचलर अब 4th इयर, 2nd इयर, 3rd इयर, 1st इयर, अनि फेरि गएर BBA सेक्टरको स्टुडेन्ट, फेरि +2 सुरु हुन्छ।
वर्षभरि चलिरहन्छ। जस्तो कहिलेकाहीँ कस्तो सुनिन्छ भन्दा अथवा कस्तो देखिन्छ भन्दा हजुर साइन्सको विद्यार्थीहरू चाहिँ म साइन्स स्ट्रिमको हो होइन हुनलाई, तर साइन्सको विद्यार्थी अलि सिरियस भइदिने पढाइतिर होइन, म्यानेजमेन्टको विद्यार्थी चाहिँ अलि एज अ कुल तरिकाले जानुपर्छ भन्ने केही विद्यार्थी त अभियसली आफ्नो पढाइमा लागिरहनुहुन्छ होइन। किन यस्तो किन खास के भन्ने भने म्यानेजमेन्ट भनेको चाहिँ पहिला अब एउटा उदाहरण हुन्थ्यो अरे कि छोरी बिग्रे के सब्जेक्ट पढ्ने, छोरा बिग्रे कमर्स पढ्ने, अनि त बिग्रेको मान्छेले मात्र पढ्ने भएर हो कि के भएर। तर खास भन्यो भने म्यानेजमेन्ट र साइन्सको लेभल चाहिँ हुनलाई एउटै हो, तर पछिल्लो समय जुन ट्युसन पढाउँदा चाहिँ टिचरहरूले अथवा कलेजमै चाहिँ उनीहरूलाई चाहिँ एउटा छोटो तरिकाले हाउ टु पास अथवा पास मार्क्स ल्याउनको लागि चाहिँ एकदम सजिलो हुन्छ कि। जस्तै अब साइन्सको लागि चाहिँ उनीहरूले एकदम फर्मुलाहरू जान्नै पर्यो, अनि थ्योरीहरू जान्नै पर्यो, तिनीहरूको चाहिँ ल मोसन अब के हुन्छ तिनी सबै जान्न पर्यो। तर हाम्रो म्यानेजमेन्ट सेक्टरमा चाहिँ ओन्ली उनीहरूले चाहिँ हल्का फर्मेट बेस जाने हुन्छ, अनि धेरै थ्योरिटिकल सब्जेक्ट हुन्छ, अनि इजी सब्जेक्ट भएको कारणले गर्दा चाहिँ पछिल्लो छोटो समयमा पनि नम्बर धेरै ल्याउन पास हुन सजिलो भएर चाहिँ उनी वर्षभरि चाहिँ एकदम कुल रिल्याक्स भएर चाहिँ कहिले काहीँ हुन त सोसल मिडियातिर विद्यार्थी एक आपसमा साइन्स भर्सेस म्यानेजमेन्टका कुराहरू पनि देखिन्छ कि होइन। म्यानेजमेन्ट गाह्रो छ हामी यताउता, अथवा साइन्सवालाले तिम्रो डिसिप्लिन हुँदैनौ यताउता कुराहरू पनि सुनिन्छ। त्यो त एउटा रमाइलो पार्ट भयो। तपाईँले भन्न त भनिसक्नुभयो साइन्सभन्दा जे होस् म्यानेजमेन्ट पास हुनलाई सजिलो छ, धेरै नै सजिलो छ। किनकि मैले भनिसकेँ अब साइन्समा चाहिँ हाम्रो फर्मुला जान्नै पर्यो, अब तिनी लहरू जान्नै पर्यो, तर हाम्रो म्यानेजमेन्ट सेक्टरमा गइसकेपछि चाहिँ हामीलाई हल्का फर्मेट बेस थाहा भइसकेपछि चाहिँ नम्बर ल्याउन पास हुनको लागि चाहिँ सजिलै हुन्छ। एउटा फर्मेट हुन्छ त्यही अनुसार गरी हुन्छ। अब पास हुन सजिलो हुन्छ भने पनि विद्यार्थी त इक्जाम आएपछि त बल्ल तात्तिन्छ अथवा बल्ल डराउनु थाल्छ। अब 1 महिना छ इक्जाम आउन होइन, अब अहिलेसम्म केही पनि सुरु गरेको छैन मानव विद्यार्थीलाई, उसलाई एकाउन्ट भन्ने पनि थाहा छैन, के छ न्युमेरिकल, फाइनेन्स थाहा छैन, अथवा त्यसमा कम्प्युटर साइन्स अप्सनल ल्याएको छ होला, अथवा इकोनोमिक्स होला, सोसल स्टडिज होला, इङ्ग्लिस नेपाली केही पनि नहेरेको विद्यार्थी अब 1 महिनामा चाहिँ पास हुन सक्छ त? पास हुन सक्छ लगभग कति राम्रोसित गयो भने तपाईँले भनेको तरिकाले गयो भने। अब विद्यार्थीले चाहिँ दिनको घरमा म्यानेजमेन्ट पढ्ने विद्यार्थीले 6 घन्टादेखि 8 घन्टासम्म पढ्न सक्छ भने उसको चाहिँ सबै सब्जेक्टमा ए प्लस मार्क्स ग्यारेन्टेड हुन्छ। जम्मा 6 घन्टा 6 देखि 8 घन्टा उसले चाहिँ राम्रो तरिकाले। जस्तै अब के हुन्छ भन्दा मैले जानेको मैले बुझेको विद्यार्थीको दिमागमा के छ भन्दा बिहानमा थ्योरी पढेर आउँछ, साँझमा पढेर आउन्न भन्ने छ कि। तर त्यो काहीँ मलाई चाहिँ त्यो लाग्दैन। कोही विद्यार्थीले लेट लाइटसम्म पनि पढ्न सक्छ, कसैले चाहिँ मर्निङमा चाँडै उठेर पढ्छ। त्यो भने के हो त भन्दा मैले पढ्छु भन्छ जसले, त्यसलाई जति बेला पढे पनि लाग्छ, आउँछ, याद हुन्छ। मन चाहिँ बामाका लागि पढ्न पर्ने हो, मलाई पास मात्र हुनको लागि चाहिने भनेले बाना धेरै बनाउनको लागि चाहिँ कसैले मर्निङ भन्छ। त्यो नगरेर चाहिँ आफूलाई टाइम मिल्ने। जस्तै अब हामीले पढ्दै गर्दा चाहिँ बिचमा आधी घन्टा छोडेर जान पर्यो भने त्यो फाइदा हुँदैन कि म्यानेजमेन्टको विद्यार्थी। अथवा हामीले चाहिँ पहिला टाइम म्यानेज गरेर अनि 6 देखि 8 घन्टा हामीले रेगुलर पढ्न सकिन्छ भने त्यसको लागि चाहिँ ए प्लस मार्क्स चाहिँ 100% आउँछ म्यानेजमेन्ट पढ्ने स्टुडेन्टको। भनेको 1 मन्थमा केही पनि नजानेको विद्यार्थीले पनि किताब ल्याउनुहोस्, 6 देखि 8 घन्टा पढ्न तयार हुनुहोस्, नजानेको कुरा अब एउटा मेन्टर टिचर राखेर सोध्नुहोस्, होइन भने युट्युबतिर पनि मजाले भेट्न पनि सकिएला, युट्युबमा पनि भेट्न सकियो। त्यसरी चाहिँ 1 मन्थ जान सकिन्छ। ओके ठिक छ। अब त्यसपछि हामी चाहिँ अब इन्डिभिजुअल सब्जेक्टको कुरा गरौँ न होइन। जस्तो एकाउन्टको बारेमा कुरा गरौँ न। एकाउन्टमा पास हुन अथवा तपाईँले भन्नुभयो नि 1 महिनामा ए प्लसको सेरोफेरो, यसलाई चाहिँ एकाउन्टलाई एकदम क्लियर बनाऊँ त। अब यस्तो हुन्छ यो एकाउन्ट भन्ने सब्जेक्ट अब सुरुबाट जो 11बाट जो सरले बाघ भन्ने हुन्छ कि यसलाई चाहिँ सोही गर्ने धेरै फेल हुन्छ एकाउन्टमा भन्ने, धेरै फेल हुन्छ एकाउन्टमा भन्ने चाहिँ सुरुको भान हुन्छ। अनि गएर सँगसँगै चाहिँ दाइ दिदीहरूले पनि ट्युसन के को पर्छ सधैँ एकाउन्टको ट्युसन पढ्न जान छ। अब एउटा हाम्रो कल्चर नै के बस्छ भन्दा म्यानेजमेन्टको लागि एकाउन्टको ट्युसन भन्ने कुरा पढ्नै पर्छ। अब आफूले पढे पनि हुन्छ, आफूले अब कसरी पढ्ने त भन्ने कुरा हो मेन समस्या। अब विद्यार्थीले चाहिँ के गर्नुपर्छ त भन्दा मान्छेले सेयर त्यो एकाउन्टमा एउटा सेयर भन्ने च्याप्टर छ, त्यो भनेको चाहिँ लगभग हामीलाई पढ्नको लागि चाहिँ 20 देखि 25 दिन लाग्छ। एउटा भनौँ त्यो सेयरको पार्ट पोर्सन भ्याउनको लागि चाहिँ 20 देखि 25 दिन लाग्छ राम्ररी पढे पार।
अब त्यो 20 देखि 25 दिनसम्म उसले चाहिँ लर्निङ कति मार्क्समा त 10 देखि 15 मार्क्समा। तर विद्यार्थीलाई के थाहा छैन भन्दा पछिल्लो जुन 3वटा लङ क्वेसन हुन्छ 8 मार्क्स गरेर 24 त्यो भनेको एकदम फिक्स क्वेसनहरू छ कि एउटा क्यास फ्लो स्टेटमेन्ट आउँछ 8 मार्क्स, एउटा कस्ट सिट र टेन्डर सिट 8 मार्क्स आउँछ, अर्को आउँछ हाम्रो मल्टी स्टेप इन्कम स्टेटमेन्ट र फाइनेन्सियल पोजिसन गरेर 8 मार्क्स। त्यो भनेको 24 मार्क्स हो। त्यसमा चाहिँ विद्यार्थीले हल्का फर्मेट बेस मैले भनिसकेँ तपाईँलाई सुरुमै, फर्मेट बेस जान्ने बित्तिकै चाहिँ उसलाई चाहिँ 24 मार्क्समा 23 इजिली आउँछ कि। अनि त्यसमा चाहिँ नम्बर काटिने भन्ने कुरा हुँदैन, तर उसले चाहिँ प्र्याक्टिस गर्नु पर्यो। जस्तै आज म अब कोही ट्युसन पढिरहेको छ विद्यार्थीले, अनि ट्युसन पढेको चाहिँ सरले व्हाइट बोर्डमा गरिदिनु भयो, त्यहीँ सार्यो, अनि अर्को दिन सरले जानुभएको छ त्यहीँ व्हाइट बोर्डमा गरेको त्यहीँ सारेको छ, त्यसको चाहिँ मार्क्स आउँदैन। तर चाहिँ सरले गरिदिएको कुराहरू कसरी आयो त, कसरी कहाँ गयो त, त्यो फर्मेटमा खोज्दै हेऱ्यो भने चाहिँ धेरै पढ्नै पर्दैन। मलाई लाग्छ तीनवटा च्याप्टरको तपाईँले 5-5वटा हिसाब मात्र गरेपर चाहिँ 23 मार्क्स इजिली आउँछ। बाँकी त्यो आफूले बुझेर गर्नु पर्यो। त्यो सरले गरेको त सारेर गरेको नै कि आफूले चाहिँ पनि सेल्फ स्टडी गरेर कसरी खोजेर हुन्छ, त्यसरी चाहिँ हाम्रो 24 मार्क्स त्यसबाट आउँछ। अनि गएर त्यही जुन मैले भने मल्टी स्टेप र फाइनेन्सियल पोजिसन भनेर त्यससँग रिलेटेड फेरि अर्को 10 मार्क्स हुन्छ। 24 र 10 भनेको चाहिँ 34 मार्क्स आइहाल्यो। अनि गएर एकदम इजिली है जुन त मैले एकदम इजीको च्याप्टर छन् 2टा 3 मार्क्सका, एउटा लिफो फिफो भन्ने हुन्छ, एउटा चाहिँ कस्ट रिकन्सिलेसन, त्यसबाट चाहिँ तपाईँको 6 मार्क्स। त्यो पनि एकदम इजिली विद्यार्थीले चाह्यो भने 2 घन्टामा है 2 घन्टामा चाहिँ उसले आफूले सिक्न सक्छ, आफूले गर्न सक्छ। यदि मैले भनिसकेँ पढ्ने हो भन्ने भावना छ भने चाहिँ यसरी चाहिँ एकाउन्टमा 45 देखि 50 मार्क्स ल्याउनको लागि हामीले 15 देखि 17 दिन छुट्याइदिएपछि ल्याउन सकिन्छ है। दिनको 1.5 घन्टाको टाइम छुट्याएर 17 दिनसम्म पढ्ने भने चाहिँ 45 मार्क्स आयो। अनि गएर त्यसपछि हाम्रो हुन्छ सिआरको पोर्सन मैले भनिसकेँ, एकदम फिक्स टाइपको मात्र पढ्नुहोस्। त्यसमा चाहिँ धेरै भेरिएसन छ, त भेरिएसनलाई नभएर तपाईँको 10मा 6 ल्याउने तरिकाले मात्र पढ्नुहोस्, किनकि त्यो सिआरमा मात्र तपाईँले चाहिँ प्रेसर दिँदा अरू प्र्याक्टिस गर्न नपाउनु होला। पहिला फिक्सवाला पढ्नुहोस्, अनि गएर बल्ल लास्टमा चाहिँ सिआरवालालाई पढ्नुहोस्, जसमा तपाईँले चाहिँ 10मा अथवा 15मा 10 ल्याउन सक्नुभयो, 10मा 6 ल्याउन सक्नुभयो भने चाहिँ अब तपाईँको चाहिँ 60+ जान्छ। अनि कलेजले दिने चाहिँ 20 मार्क्स गरेर चाहिँ तपाईँको चाहिँ 80 नम्बर जति चाहिँ एकाउन्टमा नम्बर ल्याउन सकिन्छ। 80 आउँछ नै। त्यसको लागि चाहिँ तपाईँले के गर्नु पऱ्यो त भन्दा पहिला मैले पढ्ने हो, मैले पढ्ने कसरी त भन्दा चाहिँ पहिला एकाउन्टको लागि चाहिँ फिक्स, जस्तै मैले भनिसकेँ तपाईँलाई 3वटा च्याप्टर भनेको चाहिँ मेन इम्पोर्टेन्ट तरिकाले पढ्नुहोस्। क्यास फ्लो स्टेटमेन्ट, कस्ट सिट र अनि मल्टी स्टेप भन्ने छ फाइनेन्सियल पोजिसन। त्यसलाई चाहिँ तपाईँले फिक्स 8 मार्क्स हो, 8 × 3 भनेको 24 मार्क्स हो है। त्यसलाई तपाईँले फिक्स गर्न सक्नुभयो भने बाँकी रहेकोबाट तपाईँको चाहिँ मल्टी स्टेप रिलेटेड भनेको एउटा वर्कसिट हुन्छ, एउटा चाहिँ फाइनल एकाउन्ट भन्ने हुन्छ, जुन चाहिँ 5 मार्क्समा हुन्छ, क्वेसन नम्बर 14 र 15मा। त्यसरी चाहिँ तपाईँले फेरि +10 गर्न सक्नुभयो 34। अनि मैले भनिसकेँ 2टा इजी एकदम इजीका सब्जेक्ट च्याप्टरहरू छन्, त्यो च्याप्टरहरूबाट चाहिँ हामीले लगभग 6 मार्क्स भनेको चाहिँ 50को हाराहारी चाहिँ हामीले त्यहाँबाट ल्याउँछ। त्यसरी चाहिँ पढ्नु पर्ने हुन्छ एकाउन्ट सब्जेक्टको लागि। ओके, देन अब अर्को मोस्ट इम्पोर्टेन्ट सब्जेक्ट इकोनोमिक्स, फाइनेन्स पनि हुन्छ, इकोनोमिक्स। अब इकोनोमिक्सको कुरा अब इकोनोमिक्समा चाहिँ स्टुडेन्ट अब डराउनु पर्ने कुरा सब्जेक्ट भनेको चाहिँ मलाई एकाउन्ट भन्दा नि इकोनोमिक्स लाग्छ। किनकि हाम्रो के छ भन्दा प्राइभेट अथवा बोर्डिङ स्कुलहरूले चाहिँ टेस्ट लिनुहुन्छ, टेस्टको आधारमा चाहिँ विद्यार्थीले चाहिँ लेख्न सिक्छ। जस्तै अब गाउँतिरको अब यति स्टुडेन्टहरूलाई चाहिँ एक्जामको विषयमा चाहिँ खासै थाहा हुन्न, कति लेखेर कति नम्बर आउँछ, कसरी लेखेर कति नम्बर आउँछ भन्ने कुरा चाहिँ धेरै विद्यार्थीलाई थाहा नहुन सक्छ। अब इकोनोमिक्सको लागि चाहिँ मार्क्स ल्याउनको लागि चाहिँ हाम्रो न्युमेरिकल भनेको धेरै हुँदैन, 15-20 मार्क्सको मात्र न्युमेरिकल हो। अब बाँकी रहेको भनेको चाहिँ हाम्रो त्यसमा के हुन्छ त भन्दा हामीले जानेको कुराहरू चाहिँ त्यसमा लेख्न सकिँदैन। कारण के हो त भन्दा हामीलाई त्यहाँ रेखाचित्र सोध्छ, टेबल सोध्छ। त्यो हामीले रेखाचित्र मात्र बनाइन्छ, अनि त्यो रेखाचित्रले के भनेको छ, त्यो चित्रले चाहिँ देखाउनु खोजेको चाहिँ कुराहरूलाई चाहिँ हामीले पुरै लेख्न सकिँदैन, जसले गर्दा चाहिँ हाम्रो इकोनोमिक्समा चाहिँ नम्बर हल्का विद्यार्थीले सोचे भन्दा कम हुन्छ है सेकेन्ड पार्टको इकोनोमिक्स। अब त्यसको लागि पनि तपाईँले के हो त भन्दा आफूले मोडल सेट छोप्ने अनि सेल्फ प्र्याक्टिस, किनकि इकोनोमिक्स एकाउन्ट भनेको चाहिँ पास्ट क्वेसनहरूको जस्तै क्वेसन आउने सब्जेक्टहरू हो के।
जस्तो त्यसमा चाहिँ केही नयाँ केही कुराहरू अब 1-2 कुराहरू नयाँ आउने कुरा छुट्टै भयो, नभए चाहिँ पुरानो क्वेसनमा जे आएको छ त्यही प्याटर्नमै क्वेसन आउँछ, सेम रिलेटेड क्वेसनहरू हुन्छ। त्यसले गर्दा चाहिँ नम्बर ल्याउनु चाहिँ इकोनोमिक्समा पनि हल्का आफूले मेहनत गर्ने भने चाहिँ नम्बर ल्याउन सकिन्छ इकोनोमिक्सको सब्जेक्ट। कुन पोर्सन चाहिँ बढी इकोनोमिक्सको लागि त हामीले त थ्योरी सँगसँगै रेखाचित्रवाला रेखाचित्र सहितको चाहिँ हाम्रो थ्योरी हुन्छ, त्यसलाई चाहिँ हामीले एकदम बढी फिगर चाहिँ मस्ट इम्पोर्टेन्ट। अब हामीले हिसाब थ्योरी गरिरहेको छ अनि थ्योरी गर्दा फिगर बनाएको छैन, जुन हाम्रो इकोनोमिक्सले चाहिने भनेको एउटा फिगर पार्ट हो, ग्राफ पार्ट। अथवा ग्राफ पार्ट नै छैन भनेपछि अब नम्बर दिने यतिको पनि कुरा हुँदैन है। त्यसको लागि चाहिँ अब इकोनोमिक्सको चाहिँ हामीले अब फिगर सहित थ्योरीलाई नै विशेष जोड दिनु भन्छु, किनकि न्युमेरिकल भनेको 10 देखि 15 मार्क्स छ, त्यति पढेर आफूलाई हुँदा पनि हुन्न। नम्बर अब एमा A+ ल्याउन छ त्यसलाई पनि छोड्ने कुरा आएन, नभए चाहिँ हामीले चाहिँ इकोनोमिक्सको लागि चाहिँ थ्योरी चाहिँ एकदम राम्रोसँग पढ्नै पर्छ। ओके, अब फाइनेन्सको कुरा गरौँ। फाइनेन्स अब म चाहिँ एउटा मेन फाइनेन्स फ्याकल्टी ब्याकग्राउन्डबाटै आएको, मेरो मास्टर पनि फाइनेन्सबाटै भएर मलाई चाहिँ 12को फाइनेन्स भनेको एकदम इजी। अब ब्याचलरले भयो, अब मलाई त इजी हुने नै भयो, विद्यार्थीहरूको लागि पनि एकदम कस्तो छ भन्दा फिक्स क्वेसन छ। जस्तै हाम्रो 75मा 40-45 जति न्युमेरिकल हो, त्यो चाहिँ फिक्स छ कि 100%। क नआपार ख आउँछ भने चाहिँ यो नआपार यो आउँछ भन्ने कुरा चाहिँ स्योर छ। अब त्यसको लागि चाहिँ हल्का फर्मुलाहरू चाहिँ छन् त्यसमा, तर फर्मुलाहरू पनि पुरै त्यो दिमागै घुमाउने खाले फर्मुला छैनन्, एकदम इजीको छ। अब न्युमेरिकलहरूलाई एकदम धेरै जोड दिनुभयो भने अब मैले भनिसकेँ 45-40को रेन्जमा चाहिँ न्युमेरिकल आउँछ। 30मा पनि च्याप्टर 1-2 भनेको थ्योरी स्योर छ 10 मार्क्सको। त्यसरी चाहिँ तपाईँहरूले चाहिँ यस फाइनेन्समा पनि नम्बर ल्याउने एकदम इजी। अब एचएम अब अरू भयो बिजनेस स्टडिज, मार्केटिङ, म्याथ भन्दा चाहिँ मलाई लाग्छ फाइनेन्स चाहिँ एकदम इजी सब्जेक्ट हो जस्तो लाग्छ मलाई। फाइनेन्समा पनि कुनै एउटा पोर्सन जसले चाहिँ बढी अङ्क भयो, जस्तै अब फाइनेन्सको लागि चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ एउटा बेसिक क्यापिटल बजेटिङ भन्ने छ, जुन चाहिँ तपाईँको 8 मार्क्सको न्युमेरिकल आउने हो, त्यो चाहिँ एकदम इजी तरिकाको छ। अनि सेकेन्डको छ बोर्न एन्ड स्टक भ्यालुएसन 4 मार्क्स, त्यो पनि एकदम इजी नै हो। तपाईँको चाहिँ 2वटा मात्र फर्मुला 2-2वटा मात्र फर्मुला पढे हुन्छ। अनि बाँकी रहेको एउटा रेसियो भन्ने छ, हल्का रेसियोहरूको लागि चाहिँ अब फर्मुलाहरू मात्र सरले टिप्स दिनुभएको छ भने चाहिँ त्यसलाई चाहिँ यति रेसियोको 8 मार्क्स गाह्रो हुन्छ। फर्मुला सँगसँगै चाहिँ अरू कुराहरूको पनि टिप्स छ, जस्तै अब एकाउन्ट रिसिभेबल निकाल्दा कुन फर्मुला प्रयोग गर्ने भन्ने कुराको चाहिँ टिप्सहरू हुन्छ। त्यो टिप्सहरू चाहिँ हजुरसँग छ भने एकदम इजी लाग्छ। त्यो 8x3 भनेको 24 मार्क्सकै न्युमेरिकल आउँछ लङ क्वेसनमा। अनि गएर हाम्रो अर्को बिइपी भन्ने छ अब अपरेटिङ लिभरेजहरूको केसमा, त्यसमा पनि हाम्रो 5 मार्क्सको स्योर हो। अनि गएर हाम्रो सोर्सेस अफ फाइनेन्सिङ भन्ने छ, जसमा चाहिँ एनुअल पर्सेन्टेज कस्ट निकाल्न पर्ने हुन्छ ट्रेड डिस्काउन्टबाट, त्यसबाट 5 मार्क्स स्योर छ। त्यसैले गर्दा फाइनेन्सको न्युमेरिकल राम्रोसँग पढ्ने हो भने पास न्युमेरिकलले गराउँछ। थ्योरीमा पनि युनिट 1 लास्ट युनिट चाहिँ थ्योरी 10 मार्क्सको छ, अथवा 5 मार्क्सको चाहिँ हाम्रो थ्योरीहरू छ लास्ट फर्स्ट र लास्ट, त्यसबाट चाहिँ हाम्रो 10 मार्क्स स्योर आउँछ। अनि सर्ट क्वेसनबाट चाहिँ एकदम इजी हुन्छ फाइनेन्समा मार्क्स ल्याउनको लागि। ओके, अब थ्योरिटिकल सब्जेक्टमा जाऊँ। त्योभन्दा अब विद्यार्थीले अलि बढी सोधेको क्वेसन चाहिँ के छ भन्दाखेरि सोसल चाहिँ कसरी गर्ने, क्रिएटिभ कसरी हुने भन्ने कुरा छ, यसको लागि कसरी ट्याकल गर्ने। अब सोसल भन्ने सब्जेक्ट सबैलाई अप्ठ्यारो किन अप्ठ्यारो हो त भन्दा त्यहाँ चाहिँ क्वेसन रिपिटेड हुँदैन, फिक्स हुँदैन। भनौँ अब आज एउटा सोधिरहेको छ, भोलि चाहिँ अर्को प्रदेशको सोधिदिन सक्छ। अब आज लुम्बिनी प्रदेशको स्थापना कहिले भएको थियो भनिदिन्छ, विद्यार्थीले चाहिँ लुम्बिनी प्रदेशको बारेमा पढ्छ, भोलि सोध्छ बागमती प्रदेशको स्थापना कहिले भएको थियो। अनि गएर नेपालको नक्सा बनाएर एउटा बना भन्छ, विद्यार्थीले चाहिँ अब सहर हिमालहरूको मात्र पढेको हुन्छ, आइदिन्छ अब वन्यजन्तु आरक्षण केन्द्रको। त्यसै कारण त सोसल भनेको चाहिँ एउटा हाम्रो लागि चाहिँ क्रिएटिभ, आफू चाहिँ एजुकेसन सँगसँगै बाहिरी फिल्डमा पनि कतिको भिजेको छ, सोसाइटीमा कतिको भिजेको छ, वर्ल्डसँग कसरी लिएको छ। जस्तै अब हामीलाई त्यहाँ वर्ल्ड वारका कुराहरू आउँछन्, तिनीहरूलाई चाहिँ त्यसले कतिको गरेको छ। जस्तै अब हामीलाई WHO साफ्टा भन्नेहरू हुन्छ, तिनीहरूले चाहिँ नेपालमा के सहयोग गरेको छ भन्ने कुरा चाहिँ उसलाई चाहिँ कतिको ज्ञान छ। त्यो भनेको चाहिँ हामीले सोसल भनेको चाहिँ मलाई लाग्छ किताबभन्दा पनि बढी हामीले चाहिँ बाहिरी कुराहरूबाट, न्युजबाट, जस्तै आइरहेको हुन्छ नि त युएनको अनि गएर WHO यिनीहरूले चाहिँ के काम गरेका छन्, कहिले स्थापना भएका हुन् भन्ने कुराको चाहिँ सोसलको चाहिँ
आफूले चाहिँ त्यसमा चाहिँ सकेसम्म मिलाएर है, मिलाएर भन्ने कुरा बित्तिकै फेरि विद्यार्थीले जे पा त्यहीँ लेखिदिन्छ। एउटा मेन समस्या भनेको के छ भन्दा हामीले पनि ट्युसन पढाउँदा के भन्छौँ भन्दा अब नम्बर कसरी ल्याउने, पास कसरी हुने भन्छ। जस्तै विद्यार्थीले जानेको कुराहरू लेख, नजानेको कुराहरू चाहिँ जे पा त्यहीँ लेख भन्छ कि। किन जे पा त्यहीँ लेख भन्छ भन्दा कमसेकम खाली पन्ना भएन भने पनि सरलाई 1 नम्बर दिन भने मन लाग्छ नि त। पेनको माया, कपीको माया, मसीको मायाले गर्दा अब त्यसको लागि पनि हामीले जे पा त्यहीँ, त्यहाँबाट विद्यार्थीले त्यही जे पा त्यहीँ भने लेख्छ। त्यसले गर्दा जब जे पा त्यहीँ मिल्ने अब रिलेटेड भएर चाहिँ यसो आफूले चाहिँ सोसल बुक सँगसँगै यो भनेको त व्यवहारिक ज्ञान पनि हो। एउटा हाम्रो सोसल स्टडिज भनेको एकदम अब हामीले पढ्दा थिएन, अलि नयाँ आएको सिलेबस हो +2 को लागि चाहिँ, म्यानेजमेन्ट फ्याकल्टीको लागि चाहिँ त्यो चाहिँ एकदम नयाँ सब्जेक्ट छ है। त्यसको लागि चाहिँ हाम्रो ज्ञान किताबको ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानलाई पनि हामीले त्यहाँ देखाउनु पर्ने भएको कारणले गर्दा विद्यार्थीले चाहिँ यसलाई क्रिएटिभ सब्जेक्टको रूपमा चाहिँ लिने गर्छ। ओके। अर्को 2टा थ्योरी छन्, नेपाली र इङ्ग्लिस। नेपाली र इङ्ग्लिसमा चाहिँ अब विद्यार्थीहरूले चाहिँ अब आफै अब बोर्डिङ पढ्नेलाई नेपाली गाह्रो लाग्छ, व्याकरण गाह्रो लाग्छ, अनि गएर इङ्ग्लिस मिडियम पढ्नेलाई चाहिँ नेपाली गाह्रो लाग्छ, व्याकरण गाह्रो लाग्ने भयो। अनि इङ्ग्लिस मिडियम पढ्ने नेपाली मिडियम पढ्नेलाई चाहिँ अब इङ्ग्लिसका ग्रामरहरू गाह्रो लाग्ने कुरा भयो। इन दुइटैबाट चाहिँ हामीले 3टा भनेको चाहिँ हाम्रो कोर थ्योरी नै हो। यसमा चाहिँ है मेन अब +2 म्यानेजमेन्टको लागि चाहिँ पढ्नै पर्ने 3वटा सब्जेक्टहरूकै रूपमा लिएको हुन्छ, इङ्ग्लिस, नेपाली र सोसल। अब त्यसको लागि चाहिँ अब हामीले आफूले घरमा मैले भनिसकेँ थ्योरी समय हो कि बिहानमा मात्र पढ्छु भनेर चाहिँ हाम्रो सम्भव हुँदैन। किनकि कहिले के हुन्छ 6 घन्टा टाइम म्यानेज गरेर त्यही 6 घन्टालाई पहिला थ्योरीहरू सब्जेक्टहरूलाई राम्रोसँग पढ्नुहोस्। अब किनकि औँला भाँचर गर्ने भने पनि 30 दिनका दिन त उहाँहरू अब एक्जाम दिनै जानै पर्ने हो है। अब त्यसरी चाहिँ अब हामीले चाहिँ पढ्नको लागि चाहिँ अब आजदेखि नै टाइम सेड्युल आफूले म्यानेज गर्न सुरु गरिहालौँ है। अब पास हुने विद्यार्थी नहुन सक्ने पास हुन्छ, पास मात्र हुनेले चाहिँ A+ चाहिँ ल्याउन एकदम सजिलो हुन्छ। दिनको 6 to 8 आवर्स, त्यहाँभन्दा धेरै मैले पढा पनि भन्दिनँ। त्यहाँभन्दा बढी चाहिँ अब सोसलमै घुम, सोसाइटीको लागि पनि केही थाहा पायो भने चाहिँ तिमीलाई चाहिँ सोसलकै लागि थाहा हुने हो। अब एक्जाम नजिकै भइसकेपछि विद्यार्थीलाई चाहिँ स्ट्रेस त अभियसली हुन्छ। कोही कोही विद्यार्थी कस्तो गर्छ भन्दाखेरि पढ्नुभन्दा त्यो टाउको दुखाउने, झोक्राउने, बस्ने, म त सक्दिनँ कि भन्ने हुन्छ नि, यिनीहरूलाई के भन्न चाहनुहुन्छ? अब नसक्ने भन्ने मलाई लाग्छ केही पनि छैन होला। त अब जमिनमा उफ्रेर आकाश छुन्छु मात्र भन्न नसकिने हो। अरू विषयमा चाहिँ मलाई लाग्छ सबै कामहरू चाहिँ हामीले सजिलैसँग गर्न सकिन्छ। नसक्ने भन्ने कुरा चाहिँ के हो त भन्दा जस्तै भित्री मनदेखि नै मलाई पढ्न आएको छैन, त्यो विद्यार्थीले चाहिँ नसक्न पनि सक्छ। नभए चाहिँ होइन मैले पढ्ने हो, म मेरो लागि, मेरो फ्यामिलीको लागि, मेरो फ्यामिलीले यति दुःख गरिरहेको छ भनेपछि एउटा स्ट्रगल गरेर चाहिँ पढ्ने भने चाहिँ मलाई लाग्छ म्यानेजमेन्ट फ्याकल्टीको लागि है, चाहे त्यो +2 होस् चाहे त्यो ब्याचलर होस्, त्यसको लागि चाहिँ हामीले इजी तरिकाले चाहिँ पास भइन्छ। फेल भन्ने कुरा लाग्छ मलाई लाग्छ म्यानेजमेन्टमा हुन, मैले भनिसकेँ। अब नपढेर फेल हुने कुरा चाहिँ छुट्टै भयो, पढिसकेको मान्छेले चाहिँ केही कापी भोर छ त्यो भरिसकेपछि चाहिँ पास हुन एकदम सजिलोसँग नै पास भइन्छ। त्यसलाई चाहिँ स्ट्रेस लिने, अनि तपाईँले पढ्दै पढ्नु भने तपाईँ स्ट्रेस लिनुहुन्छ। अब स्ट्रेस फेरि कस्तो कारणले, आफूले क्वेसन नजानेर लिने हो कि पढ्न मन नलाएर लिने हो भन्ने कुरा हो, फाइन्ड आउट गर्नु पऱ्यो। जस्तै अब आफूले नजानेर स्ट्रेस लिँदै हुनुहुन्छ भने तपाईँले एउटा सब्जेक्ट जान्नु भएन, तपाईँलाई त अर्को सजिलो छ नि त होइन। सिधै आफू चाहिँ 4वटा सिडी नउफ्रिम, पहिला एउटा सिडी कटम, त्यसपछि अर्को सिडी, त सजिलोबाट अप्ठ्यारो हुँदै जाने भने चाहिँ हामीलाई स्ट्रेस पनि हुँदैन, पढ्न मन पनि लाग्छ आफूलाई। अब सुरुमै हाड हेरेको छ, ठुलो खान्छु भनेको छ, ठुलो खाँदा त कि त अड्किने हो है, कि त आफूले थुक्न पर्ने हो। त्यसै कारणले गर्दा पहिला चाहिँ आफूले सानो तरिकाले, सजिलो तरिकाले, आफूलाई नजानेर स्ट्रेस भएको छ भने आफूले चाहिँ सानो तरिका, सानो क्वेसन, सजिलो क्वेसनहरू लिने, अनि त्यसलाई चाहिँ क्र्याक गर्ने, अनि गएर आफूले चाहिँ पढ्दै जाँदा चाहिँ आफूलाई स्ट्रेस पनि कम हुन्छ। अनि आफूले चाहिँ पढ्दा धेरै बोरिङ भएको पनि विद्यार्थी हुन्छ, स्टुडेन्टहरू हुन्छ नि, त पढिरहँदा आफूलाई बोरिङ हुन्छ भने आफू चाहिँ के कुराले गर्दा खुसी भइन्छ। जस्तै अब मैले तपाईँलाई मेरै भन्ने भने चाहिँ म पढ्दा म बोरिङ भयो भने म पढ्ने बेलामा मैले चाहिँ सानो
एकदम सानो ब्याकग्राउन्डमा चाहिँ मैले म्युजिक बजाउँथेँ। फेरि त्यो म्युजिक बजाउँदा फेरि आफूले जानेको गीत चाहिँ कहिले पनि बजाउनु हुन्न है, पढ्ने आफू फेरि त्यही गीतकै स्वरमा गीत गाउँदै गइन्छ अनि पढ्न बिर्सिन्छ। नयाँ गीत तरिकाले आफूले चाहिँ नसुनेको गीतहरू चाहिँ गर्ने भने चाहिँ त्यसरी चाहिँ न्युमेरिकल गर्दा आफूलाई निद पनि लाग्दैन है। अनि गएर धेरैले भन्नुहुन्छ अनलाइनबाट पढ्छु भन्ने कुरा पनि छ। त्यसको लागि चाहिँ अनलाइनबाट ट्युसन पढ्ने कुरा चाहिँ ठिक हो, तर युट्युबमा हेरेर मैले पढ्छु भन्नुहुन्छ भने त्यसलाई चाहिँ मैले चाहिँ एउटा के लेख्छु भन्दा, जस्तै हामीले युट्युबमा हेरेर पढ्नको लागि आफू अनलाइन हुनै पर्यो। अनलाइन हुने बित्तिकै चाहिँ एउटा मेसेज आयो भने आफू त्यही मेसेजमै गइन्छ। कतिको डिसिप्लिन छ भन्ने कुरामा चाहिँ आफू चाहिँ एकदम निर्भर रहनुपर्ने हुन्छ। जस्तै अब पढ्दा पढ्दै बोर भएँ, मैले त यस्तो टिकटक हेर्छु। अब टिकटक भनेको चाहिँ 3 घन्टासम्म लगातार हेरे पनि आफूलाई लाग्छ आँखा बन्द हुन्नन् होला जस्तो लाग्छ कि। त्यस कारणले गर्दा अब आफूले म पढ्ने चाहिँ हो नितान्त भन्ने छ भने चाहिँ हो पढ्नु 6 घन्टा पढ्दा आधी घन्टा रिफ्रेस हुनपर्छ, बिचको टाइममा नास्ता खानुपर्छ। अनि मैले जानेको बुझेको कुरा चाहिँ हामीले कहिले पनि भोको पेट राखेर मैले पढ्छु भन्छ भने चाहिँ त्यो मान्छेले बुझ्दैन कि जस्तो लाग्छ कि मलाई। किनकि आफ्नो पहिला इम्युनिटी पावर भन्ने कुरा जे कुरामा पनि चाहिन्छ, चाहे त्यो काम गर्नुहोस्। अब पढ्ने पनि हामी विद्यार्थीको लागि काम नै हो। त्यस कारणले गर्दा भोको पेट झन् इनर्जी खर्च हुन्छ। अनि गएर आफूलाई के खाम भन्ने हुन्छ, अनि त्यसपछि खानातिर ध्यान जान्छ, अनि पढ्न मन लाग्दैन फर्स्ट। त्यस कारणले गर्दा चाहिँ हामीले चाहिँ सकेसम्म केही खाएरै अब पढ्न बस्छ। अनि सेकेन्ड अर्को कुरा चाहिँ हामी सुत्ने ठाउँमा बसेर पढ्ने जुन विद्यार्थीको चाहिँ एकदम सिरकभित्र अब जाडोको बेला आनन्द भन्ने हुन्छ, त्यो भनेको चाहिँ मैले आफूले पढाउँदा पनि मैले विद्यार्थीलाई भन्छु बिन्ती छ त्यो काम चाहिँ नगर। जे कुरा पनि दुःख गरेरै हासिल हुने हो। अब पढ्ने बेलामा पुरा सिरानी पछाडि राखिएको छ, अडेस लाछ, खुट्टा ब्ल्याङ्केटभित्र छ, अनि आफूले तातो हुँदै जान्छ, तातो हुँदै गएपछि आफू पनि तल तल झर्दै गइन्छ, अनि निदाइयो गर्मीपछि पङ्खा लायो आनन्द। आफू भुइँमा बस, आफूभन्दा केही हाइटमा किताब कापी राख, जसले गर्दा चाहिँ आफ्नो शरीर पनि सिधा हुन्छ। जस्तै आफू भुइँमा राखेर हल्का हाइटमा राख्ने भने त आफ्नो शरीर पनि सिधा हुन्छ, आफूलाई पनि पढ्ने चाहिँ अलि मन लाग्छ कि। किनकि त्यो अलस्स भइसकेपछि त्यसलाई निदाउन थालिन्छ। त्यस कारणले गर्दा पढ्ने बेलामा चाहिँ आफू पहिला डिसिप्लिन भनेको एकदम मेन हो। अब म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई टाइम म्यानेजमेन्ट डिसिप्लिन भन्ने कुरा चाहिँ अब सिकाउन पर्ने कुरा त होइन, तर अब फेरि त्यही कुल र स्ट्रेस नलिँदा लास्टको समय मात्रै स्ट्रेस लिँदा पहिला आफू चाहिँ डिसिप्लिन भएरै पढ्न चाहिँ बस्नुपर्छ। ओके, अब हामी यो अहिले 1 महिनासम्मको कुरा गरियो। जस्तो विद्यार्थी 1 हप्ता झन् इक्जाम नजिक आउँदाखेरि त झन् डराउँछ। 1 हप्ता छ भनेपछि जब मानौँ वैशाखको 3 गते ल 10 गतेसम्मलाई मानौँ 11 गते इक्जाम हो, त्यो 1 हप्ता विद्यार्थीको सेड्युल के हुनुपर्छ? यस्तो अब आजदेखि पढ्दा 8 घन्टा हो भने त्यो समय पढ्ने भनेको चाहिँ विद्यार्थीले 14 घन्टा। पहिला टाइमलाई त उसले लेन्थ बढाउनै पर्यो। अनि त्यसपछि चाहिँ उसले अब धेरै मैले किताबै खान्छु भनेर लाग्ने होइन, उसले त अब के मात्र सोध्ने हो त भन्दा हाउ टु पास। जे पढ्यो त्यही कुरालाई मात्र रिभाइज गर्ने, हाउ टु पास है। जस्तै विद्यार्थीले के गर्छ भन्दा एउटा हिसाब गर्दैछ, अनि त्यो हिसाब गर्न छोडेर मैले त थ्योरी पढ्छु भन्छ क्या। अब त्यो हिसाब गर्न त्यसलाई अल्छी लाग्यो अनि थ्योरी पढ्छु, मन आत्तियो। अब त्यो थ्योरी पढ्दैछ, अब त्यो थ्योरी पढ्न छोडेर फेरि अर्को च्याप्टर, मलाई त यो पनि आउन्न, त्यो नगर्ने। जस्तै 1 हप्ता छ भने, जस्तै 1 हप्तामा हाम्रो 6वटा सब्जेक्ट हुन्, 1 दिनभरि एउटा लगाउने। बिहान तिमी 10 बजेदेखि साँझ 4 बजेसम्म एकचोटि टाइम पढ, त्यसपछि फेरि आधी घन्टा रिप्लेस पाऊ, त्यसपछि फेरि गएर फेरि अर्को सब्जेक्ट पढ। त्यसै गरेर चाहिँ हामीले सब्जेक्ट बाँड्दै आफूले चाहिँ एकदम टाइमलाई चाहिँ तन्काएर चाहिँ लान पर्ने हुन्छ। हेल्थमा पनि ख्याल गर्नु। हेल्थ अब मेन भनेको सबभन्दा ठुलो भनेको त अब हेल्थ नै हो। जस्तै अब विद्यार्थीलाई मैले चाहिँ के भन्छु भन्दा, मैले आफूले ट्युसन पढाइरहँदा चाहिँ विद्यार्थीलाई के भन्छु भन्दा, पढ्ने यो आज पढ, एक्जामको दिन अघिल्लो दिन चाहिँ ओभरनाइट बसेर चाहिँ नपढ। किनकि तिमीलाई त मेन्टल नै तिमी प्रिपेयर हुनै सक्दैनौ कि, किनकि हाम्रो त बानी नै छैन त। जस्तै अब आजदेखि नै होला म 12 बजीसम्म म बस्न सक्छु र म 4 बजी उठ्छु भने मेरो टाइम नै त्यही हो 12 देखि 4, म अर्को दिन फ्रेस भएर हिँड्न सक्छु। तर म चाहिँ आज अरू बेला 9 बजी सुत्ने, बिहान 6 बजी उठ्ने, त्यो एक्जामको बेलामा राति 12 बजीसम्म बस्ने, अनि बिहान 4 बजी उठेपछि मेरो के हुन्छ त भन्दा मेरो शरीरले त्यो बनाउनै सकेको छैन, मेरो शरीरले त्यो इम्युनिटी पावर बनाउनै सकेको छैन भनेपछि आफू मेन्टल्ली पावर हुन्छ, आफू झन् टायर्ड भइन्छ, आफूलाई आएको कुराहरू पनि लेख्न सकिँदैन के। त्यस कारणले गर्दा पहिला आफ्नो बानीलाई चाहिँ अब
बिहान त 9 बजी चाहिँ अलि साँझ सुत्नेला, बिहान 9 बजी उठ्नुहुन्छ अनि त आजदेखि बन्द गरेर चाहिँ 10 साढे 10 बजीसम्म तन्काउनुहोस्। बिहानको लागि चाहिँ 5 बजी चाहिँ जसरी पनि उठ्नुहोस्। तपाईँलाई 1 घन्टा त तपाईँलाई फ्रेस हुनु लाग्छ। 6 बज्छ, त्यहाँ नास्ता खाना पर्यो, त्यसले गर्दा 7 बज्छ। अनि यस्तो पढ्न बसेपछि फेरि घर खाना बोलाउनुहुन्छ, त्यहाँ पढ्न पाइँदैन। त्यस कारणले गर्दा बिहानमा आफूले बिहानमा पढ्ने अथवा साँझमा पढ्ने हो, आफू जे काम गर्ने हो ट्याक्क टाइम सेड्युल। अब खाने समय पनि गाडीमा लेखे चाहिँ 20 मिनट मात्र होइन, गाडीमा लेखे हुन्छ नि 20 मिनटमा खाना खाएर आइसक्नु पर्ने हो, त्यो 20 मिनट मात्र टाइम राखेर खाना खाने। अब कति मिनट चलाउने अनि मैले पढिरहनुहोस् मैले भन्दिनँ होइन, तपाईँलाई चाहिँ खालि किताबै हेरिरहनु पर्छ भन्ने पनि त्यो हुन्न कि। पास हुनको लागि मात्र चाहिँ अब मैले आजभन्दा 2 वर्ष पहिला ब्याचलरको एकजना विद्यार्थी हुनुहुन्थ्यो, उहाँको लागि चाहिँ मैले 2 दिन मात्र मैले पढाएको। उहाँ चाहिँ फाइनेन्समा 0 हुनुहुन्थ्यो। 2 दिन मात्र मैले पढाएर चाहिँ उहाँको चाहिँ 42 आएको थियो। अनि रिजल्ट आएपछि चाहिँ उहाँले चाहिँ 1 किलो मिठाई ल्याएर सर थ्याङ्क यू, तपाईँले गर्दा म फाइनेन्समा पास भएँ, मलाई फाइनेन्स ब्याक लाग्थ्यो भन्नुहुन्थ्यो कि। त भन्न खोजेको के हो त भन्दा आफूले मैले पढ्ने हो भन्ने धारणा भइसकेपछि त आफूले पढ्न सकिन्छ नि त। मैले तपाईँलाई भनिरहेको छु एकाउन्ट, फाइनेन्स, इकोनोमिक्स भनेको चाहिँ यो कुनै बाहिरीले आज सिकाएर आज व्हाइट बोर्डमा लेखिदिएर आफूको दिमागमा घुस्ने होइन, प्र्याक्टिस। त्यो त आफूले प्र्याक्टिस गर्नै पर्यो कि। मैले पढ्दा अब हामीले पढ्दा चाहिँ सेटहरू हुन्थ्यो, अहिले पनि छ सेटहरू, त्यही सेटहरूलाई चाहिँ ट्याक्क टाइम हेर्ने, आजदेखि 3 घन्टामा मैले यो सेट भ्याउनुपर्छ, किनकि हाम्रो एक्जामको टाइम त 3 घन्टा हो। 3 घन्टामा मैले यो सेट भ्याउन सकेँ भने म पास भएँ, म फेल भएँ है। अनि अर्को कुरो के हुन्छ भन्दा धेरै जसो विद्यार्थीहरू टेस्ट दिन डराउँछ कि, मार्क्स आएन भने के हुन्छ, मेरो कलेजमा मेरो बेइज्जत हुन्छ। त्यो भनेको चाहिँ विद्यार्थीको लागि चाहिँ एकदमै के हुन्छ, त्यसलाई चाहिँ के भन्छ, एकदमै चाहिँ गल्ती गरेको भन्ने कुरा हो कि। जस्तै तपाईँले ट्युसन पढ्दै हुनुहुन्छ जहाँ, उहाँको सरलाई पनि भन्नुहोस् सर हामीलाई 1-2टा टेस्ट लिनु न त। हामीले कलेजमा पढाउनु सरले, जस्तै अब मैले एउटा कलेजमा पढाएँ भने मेरो भाइलाई मैले 1 नम्बर बढी दिनु मन लाग्छ कि होइन, किनकि मैले त मेरो भाइ हो नि त, 1 नम्बर जिताउन मन लाग्ला। आफूले चिनेको विद्यार्थी, आफूसँग क्लोज भएको विद्यार्थीलाई चाहिँ कनेक्ट भएको विद्यार्थीहरूलाई चाहिँ मार्क्स दिन मन लाग्छ। तर फेरि त्यही पेपर अर्को सालले गरेर चेक गर्न पऱ्यो भने मार्क्स कम आउँछ, फ्लक्चुएट हुन्छ। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्दा तपाईँले जस्तै अब आज मैले एकदम मेगामा पढाएको छु, देवीनगर गोलपार्क विषयमा, मणिग्राम फोकसमा, शङ्करनगर साइनमा मैले यहाँ ट्युसन पढाउँछु। त्यहाँ पढाएको ठाउँमा चाहिँ त्यहाँ गएर पेपरहरू लिएर आउनुहोस्, त्यहाँ गएर पेपर माग्नुहोस्। अनि पेपर मागिसकेपछि चाहिँ तपाईँहरूले आफूले प्र्याक्टिस गर्नुहोस्। यसलाई त्यहाँ सरलाई चेक गर्न दिनुहोस्, सर यो कपी कति भयो, यसको मेरो मार्क्स कति आउँछ। त्यसरी चाहिँ आफूले आफूलाई इभ्यालुएट गर्ने हो कि। अब त्यो दिनभरि लाएर एउटा सेट गरेर त त्यो आफूमा सबै मिलिएको थियो भन्ने कुरा पनि भएन। अब एउटा 3 घन्टाको सेटको लागि 6 घन्टा लागिदिएछ, अनि ल मैले त सबै मिलाएँ भनेर त खुसी हुन पनि भएन। आफ्नो टाइम भनेको 3 घन्टा हो, त्यही पनि थ्योरी पोर्सन नछोपार, सरी थ्योरी पोर्सनसित। अब थ्योरी पोर्सन छोडेर चाहिँ तपाईँले अब न्युमेरिकल मात्र गर्नुहुन्छ भने तपाईँले चाहिँ मलाई लाग्छ 1.5 घन्टादेखि 2 घन्टामा सबै भ्याउनै पर्छ। भ्याएर एकचोटि रिचेक गर्नुपर्ने समय हुन्छ, त्यसरी चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ। ओके। अब जस्तो विद्यार्थीहरू त हुन त अब म्यानेजमेन्टको विद्यार्थीहरू बाहिर जाने ट्रेन्डहरू साइन्सको कम्पेयरमा साइन्सको जाँदैनन् भन्न खोजेको होइन, तर अलि बढी हुन्छ 12 पछि जाने के। अब यो 12 पछि विदेश जाने विद्यार्थीलाई तपाईँले के भन्न चाहनुहुन्छ? अब 12 पछि अब सकेसम्म त अब हामी नेपाली हो, नेपालमै के गर्नै पर्छ भन्ने अब म पनि त्यही भनेरै अब बिहान 5 बजेदेखि साँझ 9 बजीसम्म दुःख गरेकै छु, सकेसम्म विदेश नजाऊँ भन्ने तरिकाले। अब होइन जानै पर्ने छ भने चाहिँ म्यानेजमेन्टको विद्यार्थीलाई एउटा के छ त भन्दा लो फीमा जान पाउँछ। जस्तै +2 पछि पनि जस्तै अब जुन साइन्स पढेको जाने भनेको एउटा कि त नर्सिङ गर्न जाने हो कि त इन्जिनियरिङ गर्न जाने हो, त्यसको लागि चाहिँ उसको लागि चाहिँ अलि हाई कस्ट हुन्छ। अनि गएर त्यस्तै अब फ्यामिलीको पनि अब त्यही हिसाबले चाहिँ प्रेसरहरू थेक्न पर्ने हुन्छ। अनि तर फाइनेन्स कस्ट पनि एकदम धेरै नै लाग्छ नर्सिङ पढ्न जानेको, अनि भिजा पनि फेरि सजिलै लाग्दैन। तर म्यानेजमेन्ट पढ्ने विद्यार्थीको लागि चाहिँ के हुन्छ भन्दा अब उनीहरूको चाहिँ बाटो धेरै हुन्छ कि, डिप्लोमा गर्न पाउँछ है, ब्याचलर गर्न गए पनि है, अनि गएर त्यसपछि उसले चाहिँ चाँडै कोर्सहरू पनि चेन्ज गर्न सक्छ, डाइभर्सिफाइड हुन्छ। अब उसले BBA पढ्ने हो कि B-कमर्स पढ्ने हो कि है, उसको चाहिँ अब डाइभर्सिफाइड कोर्सहरू हुन्छ। अनि फाइनेन्स कस्ट पनि मलाई लाग्छ कम्पेयरको हिसाबले पनि एब्रोडको लागि साइन्सको भन्दा म्यानेजमेन्टको चाहिँ धेरै नै लो छ। उसले चाहिँ अब स्ट्रेस लिन परेन,
होइन काम फ्री भएर काम गर्न पायो। जस्तै अब यहाँदेखि अब इन्जिनियर पढ्न भन्दै छोरो अब विदेश गएको छ, नपढी पनि भएन, अब कस्ट पनि फेरि त्यही हिसाबले गर्दा त साइन्स पढेकोलाई भन्दा म्यानेजमेन्ट पढेकोलाई चाहिँ फ्री भएर चाहिँ एब्रोडमा काम गर्न पनि सक्छ, पढ्न नि सक्छ जस्तो। त्यही भएर जाने ट्रेन चाहिँ म्यानेजमेन्ट पढेकालाई चाहिँ बढी छ। अब यो त बाहिरको कुरा भयो, ट्रेन्ड अनुसारको कुरा। नेपालमा म्यानेजमेन्टको विद्यार्थी जसले चाहिँ ब्याचलर यहीँ बसेर पढ्छु भन्छ, त्यसले ब्याचलरमै र ब्याचलर पछि कस्ता अपर्च्युनिटी यस्तो छ। अब खास हाम्रो नेपालमा चाहिँ अब अहिले धेरै मलाई लाग्छ 3वटा युनिभर्सिटी एकदम हाइली रेन्जमा छन्। एउटा त्रिभुवन युनिभर्सिटी, काठमाडौँ र पोखरा युनिभर्सिटी नेपालको केसमा है। अब काठमाडौँ युनिभर्सिटी र पोखरा युनिभर्सिटीको चाहिँ जुन टियुको पनि अब सेमिस्टर सिस्टमको भनौँ, तिनीहरूको चाहिँ के छ भन्दा पढाइ एकदम टप क्लास नै छ कि भन्नु खोजेको चाहिँ उनीहरूको चाहिँ ग्यारेन्टी जब सेक्युर्डवाला जस्तै हो। जस्तै पास हुन पर्यो, 100% ग्यारेन्टी जब सेक्युर्ड नै हो। अब बिबिएसको विद्यार्थीको फेरि के छ भन्दा यसो हेर्ने हो भने जुन त हाम्रो लोकसेवाहरूको क्षेत्रमा हुन्छ तिनीहरूको चाहिँ त्यसमा अब्बल छ अधिकृतहरूमा है। अब बिबिए, बिआई, बिए, याफ, एमबिएको विद्यार्थीहरूको लागि चाहिँ ब्याङ्किङ अथवा इन्सुरेन्स कम्पनीहरू सेक्युर्ड जब हो। किनकि कलेजले नै के गरिदिन्छ भन्दा उनीहरूलाई चाहिँ 6 सेम 7 सेम पछि चाहिँ इन्टर्नसिपको लागि पठाउँछ। जस्तै त्यो चाहिँ हल्का हाम्रो बिबिएसमा पनि त्यो ट्रेन भइदिएको भए चाहिँ अझै राम्रो हुन्थ्यो। त्यो चाहिँ हल्का कम छ। नभए चाहिँ जागिरको हिसाब हेर्ने हो भने चाहिँ नेपालमा पनि आफूले केही गर्छु, आफूले चाहिँ म्यानेजमेन्ट गर्न सकेर गर्ने हो भने चाहिँ मलाई लाग्छ मन्थली 1 देखि 1.5 लाख रुपियाँ कमाउनको लागि चाहिँ विदेश चाहिँ दौड्न पर्दैन। त यो हाम्रो चाहिँ अब एउटा के छ त भन्दा हाम्रो सोसाइटी र वहाँ गएको चाहिँ लिभिङ स्ट्यान्डर्ड देख्दा चाहिँ अब किनकि विदेशको कम्पेयर गर्ने भने चाहिँ अब वहाँको अब लिभिङ स्ट्यान्डर्ड यति हाई हुने भयो, अब हाम्रो चाहिँ यति लो छ, देखिन्छ लो महँगाइ छ। त्यो देशको सिचुएसनले गर्दा हो, होइन भने हुन त विद्यार्थीसित आफूसँग स्किल नभएपछि त केही पनि स्किल नभएपछि त केही नै काम छ। नत्र भने म्यानेजमेन्टको स्टुडेन्टहरू चाहिँ एउटा स्किलफुल भयो भने त साइन्सको जस्तो ब्याचलर पढ्दा पनि त्यति प्रेसर हुँदैन नि त, उसले जागिर गर्न पाउँछ। बिहानमा मजाले क्लास लियो, बिहानमा क्लास लिन्छ, दिनभरि चाहिँ एउटा अब स्टोरमा गएर एकाउन्टेन्टको जागिर गर्न पाउँछ। उसको अब स्टार्टिङ स्यालेरी भनेको 20 देखि 25,000 25,000 त्यो भनेको त उसले पढ्दै पनि छ, घरमा पनि बस्दैछ। अब घरमा अझै अर्को पनि इन्कम हुन्छ भने त उसको 20 देखि 25,000 भनेको उसको लागि कस्ट त लगभग फुलफिल हुन्छ नि त। नेपाल त मलाई लाग्छ सबैभन्दा लो कस्टमै नेपालमा चाहिँ हामीले खाना बस्न सक्छौँ कि जस्तो लाग्छ। छिमेकी देशको इन्डियाको कम्पेयर गर्ने भने त इन्डिया धेरै सस्तो भयो तैपनि। तर अब जस्तै एब्रोडको हिसाब हेर्ने हो भने जस्तै अब एब्रोडमा चाहिँ अब मानौँ 2 जना अब गए पनि दुईटाले काम गरे मात्र खाना पुग्ने, नभए चाहिँ खाना पुग्ने, रेन्ट पुग्ने, त्यति फी तिर्नु पर्ने, लाखौँ कमाएर पनि लाखौँ कमाएर। तर नेपालमा चाहिँ लाखौँ कमाउने भने चाहिँ मजाले बचत पनि हुन्छ। यो त राइट कुरा। अब थोरै पर्सनल कुरा गर्नु मन लाग्यो मलाई, होइन यही बाहिरकै कुरा गरिरहेछौँ। तपाईँ चाहिँ नेपालमा यस्तो तरिकाले बिहान 5 बजे उठ्छु भन्नुभयो होइन, 6 देखि 8 बजेसम्म साँझसम्म लगभग तपाईँको वर्षभरिको सेड्युलै यही हुने रहेछ। यो मोटिभेसन कहाँबाट आउँछ खासमा? यो के हुन्छ भन्दा खास म पढाउँछु भनेर पनि म हिँडेको मान्छे चाहिँ होइन है। म चाहिँ खास एउटा इलेक्ट्रिक फिल्डमा भनौँ मेरो बुवाहरू चाहिँ एउटा इलेक्ट्रिक पसल गर्नुहुन्छ, म चाहिँ त्यही फिल्डबाट ब्याचलर गरेँ। ब्याचलर गर्दा गर्दै चाहिँ मलाई +2 को एउटा अफर आयो भनेको +2 को एउटा भाइले चाहिँ ल मलाई होम ट्युसन पढाउनु पर्यो भन्यो। अनि त्यो भाइलाई पढाउनु चाहिँ मलाई के भयो होइन यो चाहिँ मेरो लागि केही हुन्छ कि भन्ने भएर चाहिँ त्यहाँपछि मलाई चाहिँ मेगामा आएर मैले प्लेटफर्ममा आएको भने चाहिँ सुरुमा मेगा इन्स्टिट्युट देवीनगर अनि मणिग्रामको क्षेत्रमा चाहिँ फोकस, त्यहाँ गएर चाहिँ मैले 2टा प्लेटफर्म मागेँ। अनि त्यहाँ माग्ने बित्तिकै चाहिँ विद्यार्थीबाट मैले जुन पोजिटिभ भाइब्स पाएँ होइन, यो सरले त यसरी राम्रो पढायो, त्यही विद्यार्थीको चाहिँ आउने क्रम बढी हुन लाग्यो। त्यसमा यसलाई किन छोड्ने त, यो पेसालाई अब ठिक छ कहिलेसम्म हुन्छ यसैलाई दोहोरौँ, त्यसपछि चाहिँ अर्को पेसा हेरौँला। म चाहिँ अब विद्यार्थीले दिएको मलाई चाहिँ माया भनौँ, अब उनीहरूले चाहिँ मसँग गर्ने व्यवहार, मलाई सबभन्दा ठुलो खुसी चाहिँ मलाई के लाग्यो भन्दा एक दिन साँझमा म ट्राफिक चोकमा लस्सी खाइरहेको थिएँ बुटुल ट्राफिक चोकमा। अनि मलाई चाहिँ 3 जना मभन्दा आफूभन्दा सिनियर व्यक्तिहरू भनौँ मैले पढाएको थिएँ उहाँलाई, उहाँहरू आएर चाहिँ मलाई नमस्ते भन्नुभयो कि। लगभग हामी चाहिँ त्यहाँ 7-8 जना साथीहरू थियौँ, मलाई मात्र नमस्ते गर्दा चाहिँ अब
यो नमस्ते चाहिँ मलाई लाग्छ अरू केही काम गरे बापत पाउन्न होला, यसबाट चाहिँ मैले नमस्ते पाएँ। एउटा सम्मान चाहिँ मैले त्यहाँबाट लिएँ। त्यसैले गर्दा मलाई चाहिँ यो पेसाप्रति चाहिँ एकदम धेरै माया लागेर, अनि सँगसँगै मलाई चाहिँ के हुन्छ भन्दा अब विद्यार्थीहरू मेरो भरमा आइसकेपछि त्यसलाई चाहिँ मैले जसरी पनि पास गराउनै पर्छ भन्ने चाहिँ मेरो दायित्व हो कि जस्तो लाग्छ कि कर्तव्य नै मेरो त्यही हो। किनकि मैले पढाइरहेको छु, अब विद्यार्थी भएन, अब एकजना मात्र विद्यार्थी भयो, सर म त एकजना मात्र भएँ के गरौँ भन्नेलाई पनि मैले पढाउँछु होइन। तिमीहरूले भनेको टाइममा जस्तै बिहानमा साँझमा चाहिँ म अरू बिजी हुम्ला, अरू धेरै ग्रुप हेर्दा, तर तपाईँहरूले पनि टाइम चाहिँ मेरो लागि म्यानेज गरिदिनुपर्छ। दिउँसोको समयमा आउनुहोस्, मैले तपाईँलाई एकजना दुईजना मैले भन्न मिल्दैन है। चाहिँ त्यसबाट पनि विद्यार्थीसँग चाहिँ ती फेमिलियर हुँदै अघि बढ्दा चाहिँ मलाई चाहिँ अहिले म ठिक छु जस्तो चाहिँ लाग्छ। अब इभन म आफ्नै भन्ने भने पनि म 76 मा कोभिडको बेलामा म पनि आल्स दिनको लागि रेडी भएको मान्छे हो। कोभिडले गर्दा रोकेपछि रोके यहाँसम्म रोकेको छ। हाम्रो उमेरको भनौँ मभन्दा थोरै सिनियर हुन्छ होला, तर म्याक्सिममलाई चाहिँ कोभिडले चाहिँ रोकेको जस्तो पनि छ होइन। एउटा न एउटा केही न केही स्टार्टअप जस्तो अथवा कोही न कोही अड्किहाल्यो अथवा गरिहाल्यो, अड्कियो त नभनौँ, गरिहालियो अनि अगाडि बढियो नि त। अब जस्तो यो पोडकास्ट हेरिसकेपछि विद्यार्थीले चाहिँ कोही विद्यार्थी चाहिँ तपाईँसँग कनेक्टेड हुन खोज्ला, म पनि पढ्न चाहन्छु सर, किनभने योभन्दा अघिल्लो साइन्समा गरेपछि विद्यार्थीले कसरी हुन्छ हामीलाई पढाउनु पर्यो भन्ने टाइपको कुरा गरिरहेको थियो। अब तपाईँले पनि भन्नुभयो म एउटा दुईवटा विद्यार्थी भए पनि गाइड गर्छु, तर समय चाहिँ मिलाउनु पर्छ। अब बिहानको ग्रुपै छोडेर गर्न त मिलेन अब होइन, अथवा त्यो तरिकाको भयो भने जस्तो तपाईँले चाहिँ हाम्रो यो पोडकास्ट हेरिरहेको म्यानेजमेन्ट अब 1 महिनापछि एक्जाम हुने विद्यार्थीलाई कुन कुरामा चाहिँ हेल्प गर्न सक्नुहुन्छ? मैले चाहिँ उहाँहरूलाई चाहिँ अब एकाउन्ट, फाइनेन्स र इकोनोमिक्स सब्जेक्टमा चाहिँ मैले त उहाँहरूलाई चाहिँ 100% अब कसरी हुन्छ है, उहाँहरू अब फिजिकल मलाई भेटेर सक्नुहुन्छ कि होइन, उहाँहरूले हजुरको माध्यमबाट अनलाइन क्लास बनाइदिनु भन्न पर्यो भन्नुहुन्छ कि है, अब त्यसरी चाहिँ मैले उहाँहरूलाई चाहिँ सहयोग गर्न सक्छु। ओके भनेको यही बुटोलको सेरोफेरो हुनुहुन्छ भने त फिजिकल क्लास पनि हजुरले एज सुन एज पोसिबल उहाँहरूले सम्पर्क गर्नुभयो भने एभाइलेबल गरिदिनुहुन्छ, होइन अनलाइन क्लास चाहियो भने पनि हामी समन्वय गरेर गर्न सक्छौँ भन्ने कुरा भयो होइन। हजुर त्यो सँगसँगै चाहिँ अब मैले चाहिँ के लाग्छ भन्दा जस्तै कोही नसक्ने हुन्छ नि त, पढ्न चाहिँ चाहेको पढ्न चाहिँ नसक्ने हुनुहुन्छ भने चाहिँ मलाई पनि त्यस्तो फीको लागि भनेर चाहिँ त्यहाँ गएर फी तिर्न पर्छ भन्ने पनि चाहिँ छैन। तर त्यो चाहिँ नसक्ने हुन पर्यो, फेरि नसक्ने हुनु पर्यो र मनमा पढ्छु भन्ने भन्नु। जस्तै एकचोटि के भएको थियो भन्दा ल अब मैले चाहिँ सुरुमै विद्यार्थीलाई भन्छु कि मसँग जुन एउटा ग्रुप सुरुको सेसनमै अब यति कोही तपाईँहरू यस्ता कोही हुनुहुन्छ भने तपाईँहरूले चाहिँ मलाई भन्नुहोस्, मैले गर्न सक्ने, जस्तै अब संस्थालाई दिनपर्ने पर्सेन्टहरू संस्थालाई दिएर मैले चाहिँ तपाईँहरूलाई फिर्ता गर्न सक्छु भन्दा चाहिँ एकजना विद्यार्थीले के भन्नु, म छु भन्नुभयो, उहाँलाई मैले फेरि गरिदिएँ। यसपछि बुद्ध चाहिँ उहाँ चाहिँ हाम्रो एउटा शङ्करनगरको रेस्टुरेन्टमा काम गर्नु रहेछ कि, भनेको उहाँ चाहिँ त्यस्तो त काम गर्न पनि नछोड्ने अनि पढ्न नि खोज्नेलाई भन्दा पनि आफूले केही काम पनि गरेको छैन, गाउँबाट आएको छ र आफ्नो चाहिँ आर्थिक स्थिति कमजोर छ भने त्यस्तो विद्यार्थीहरूलाई चाहिँ ट्युसनको लागि चाहिँ म त्यसलाई चाहिँ निःशुल्क रूपमा पनि पढाउन चाहिँ सक्छु। ओके गुड। अब हामी लास्टमा छौँ, हजुर अन्तिममा केही छुट्यो कि भन्न बाँकी अथवा के भन्न चाहन्छ विद्यार्थीहरूलाई? विद्यार्थीहरूलाई त एउटा के भन्छु भन्दा आफूले लगाएको कागतीमा फल लाउन पनि त्यो कागतीको वरिपरि चाहिँ सफा गर्नुपर्छ कि, मलजल गर्नै पर्छ। म पास हुन छ भनिसकेपछि सुतेर कसले पनि पास भइँदैन, आफूले मलजल लाउने काम त गर्नै पर्छ कि। अब यो कथा चाहिँ यति लामो छ, त कथा चाहिँ मैले फेरि कुनै सेसनमा मैले भनौँला। एउटा के छ भन्दा एउटा गाउँमा एउटा किसान थियो, किसान चाहिँ एकदम जमिनदार पनि, जमिन भएको। किसानले काम गर्न सक्न छोड्यो, जमिन बाँझो भयो। अनि त्यो बाँझो भइसकेपछि चाहिँ के भयो त भन्दा अब किसानले त अब अर्को मान्छे खोज्नु पर्यो, मान्छे पायो। मान्छे फेरि कस्तो पाएछ भन्दा गरिब पाएछ। अनि काम गर्दै जाँदा चाहिँ ल मैले काम गर्छु भन्यो, अनि काम गर्नको लागि चाहिँ अब पहिला त खन्न पर्यो। गरिब किसान भएको कारणले गर्दा खन्ने बेलामा के भनेको छ भन्दा ट्र्याक्टर ल्याएर तपाईँले चाहिँ खेतबारी जोताइदिनुहोस्, अरू त्यसपछिको काम चाहिँ म गर्छु भनेछ। अब साउले जुन जमिनदार थियो उसले चाहिँ ल ठिक छ म चाहिँ खेतबारी जोतिदिन्छु, मेरै खेतबारी चाहिँ जोतिने हो भन्ने तरिकाले चाहिँ गऱ्यो। अब
त्यो साउले चाहिँ किसानलाई प्लेटफर्म दिइसक्यो। अनि प्लेटफर्म दिइसकेपछि चाहिँ अब फेरि बिउपल लाउने बेला भयो। अब बिउपल लाउने बेलामा पनि उसँग पैसा छैन। अब त्यहाँ फेरि त्यहीँ साउसिम जान्छ, ल बिउपल लाउनको लागि चाहिँ मलाई पैसा दिनु भन्न, अरू म गर्छु। अनि ल बिउपल पनि दियो है। अब बिउपल दिइसकेपछि कसरी गर्ने भनेर चाहिँ एउटा गाइडलाइन्स पनि त्यही जमिनदारसँगबाट किसानले माग्यो। किसानले के पनि दियो, गाइडलाइन्स पनि दियो। तर त्यो किसानले चाहिँ पछि के गरेछ त भन्दा बिउपल दियो, सुरुमा त हरियै भयो। हरियो त्यो बिउपल सँगसँगै झार पनि हरियो भएको रहेछ कि। त्यो किसानले चाहिँ टाढाबाट हेर्दै हरियै छ के अरे, टाढाबाट हेर्दै हरियै छ के, जति ठुलो हुँदै गयो बिउपल त्यहीँ कुहिएर भइएछ, झार मात्र हरियो मात्र भएको रहेछ। अनि लास्टमा आएर जमिनदारले खै त मेरो सम्पत्ति भन्दा हेर्नु खै के भएछ, झार मात्र पलायो, बिउपलै भएन भन्दा त्यो बिउपल चाहिँ गाइडलाइन्स दिएको अनुसारले त्यसले त्यो झारहरू गोडिदिएको भए चाहे त्यो किसान पनि सक्सेस हुन्थ्यो, जमिनदारलाई पनि राम्रो हुन्थ्यो नि त। हो विद्यार्थीलाई पनि मैले त्यही भन्छु कि प्लेटफर्म बाआमाले दिनुभएको छ, इन्स्टिट्युटहरूले प्लेटफर्म दिन्छ, हामीले गाइडलाइन्सहरू दिन्छौँ, त्यो गाइडलाइन्सलाई फलो गर्ने काम त गर्नु पऱ्यो नि। पढ्न त पढेको थिएँ के अरे, के पढेछु भन्ने सरले पढाएको आएन, सरले पढाएको आएन। सबभन्दा दुःख त यो ट्युसन पढाउने टिचरहरूलाई कहिले पनि पास भएर पनि आफूले जस पाइन्न। फल्नु कलेजमा पढाएको थिएँ, फल्नु कलेजमा पढाएको थियो, फेल भए पर त सरसित ट्युसन पढाएको थिएँ, फेल भयो। सबभन्दा ठुलो जस भनेको चाहिँ हामीलाई आउँछ फेल भए पा त्यही छ। अब अब्जस भन्न पर्यो। ओके, अब यो थोरै पर्सनल अर्को क्वेसन सोध्नु मलाई, टिचिङ बाहेक हजुरलाई के गर्न मनपर्छ? टिचिङ बाहेक खास मेरो पुरानो पेसा भनेको मैले भनिसकेँ, म चाहिँ इलेक्ट्रिक फिल्डबाट आएको कारणले गर्दा म चाहिँ 7 वर्ष इलेक्ट्रिक फिल्ड बिच आएर पछिल्लो 6 वर्ष चाहिँ म चाहिँ टिचिङ फिल्डमा आएको भयो है। अब पुरानो 7 वर्ष भनेको चाहिँ म सी पढिसकेपछि चाहिँ म्यानेजमेन्ट पढ्ने भन्ने भयो। अब म्यानेजमेन्ट भनेको तपाईँले सुरुमै भने विद्यार्थीले स्ट्रेस लिन्न, कुल हो, अब पनि त्यही कुल सब्जेक्टकै रूपमा म लिएर त्यसलाई अघि बढिरहेको थिएँ। अनि सँगसँगै मलाई चाहिँ के थियो त भन्दा एकाउन्ट र फाइनेन्स भन्ने सब्जेक्ट मलाई यस्तो रमाइलो लाग्थ्यो त्यो पढ्ने बेलामा। सरले भन्दा म चाँडै भ्याउँछु कि जस्तो लाग्थ्यो कि, भनेको चाहिँ म सरकै लेभलमा चाहिँ म जान खोज्थेँ कि। हजुर कहाँ पढ्नु भएको? म चाहिँ खास मेरो एकाडेमिक ब्याकग्राउन्ड हेर्ने भने चाहिँ म एसएलसी चाहिँ गुल्मी दिगामदेखि दिएको आदर्शबाट, अनि +2 चाहिँ प्यारामाउन्ट, ब्याचलर चाहिँ म लुम्बिनी वाणिज्य, मास्टर चाहिँ रामबाडीमा। ओके, अब अन्तिममा बेस्ट विसेस फर एनइभी म्यानेजमेन्ट स्पेसल पोडकास्ट थियो होइन? हजुर, त्यही भन्ने त अब एकदम धेरै धेरै अब बधाई भन्न पऱ्यो। बधाई सँगसँगै चाहिँ अब +2 पढिसकेपछि चाहिँ आफू केही कुरामा इन्भल्भ भइसक्नुहोस् है, चाहे त म्यानेजमेन्टको होस्, चाहे त तपाईँको लागि चाहिँ साइन्स ब्याकग्राउन्डको लागि होस्। जस्तै अब हामीले म्यानेजमेन्ट पढ्ने स्टुडेन्टहरूले चाहिँ बिबिए, बिएचएम, पोखरा युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटीहरूको लागि चाहिँ फ्रीको कोर्सहरू हुन्छ अथवा स्कलरसिप, फुल स्कलरसिप पाइन्छ। त्यसको लागि चाहिँ प्रिपेयर गर्नको लागि चाहिँ इन्स्टिट्युटहरूसँग चाहिँ सहकार्य गर्नुहोस्। आफूले पढेर हुन्छ भने आफै घरमा सेल्फ प्र्याक्टिस गर्नुहोस्, किनकि एउटा बिबिए पढ्ने विद्यार्थीको लागि चाहिँ मलाई लाग्छ कस्ट बिबिए पढ्न पऱ्यो भने चाहिँ 4.5 लाख रुपियाँ कस्ट लाग्छ। स्कलरसिपमा हामीलाई निक्ल्यो भने त त्यो 4.5 लाख रुपियाँ त उसले बचाउनु पायो। त्यसको लागि चाहिँ आफूले चाहिँ अब कुन कन्सल्टेन्सीसँग हुन्छ अथवा कुन इन्स्टिट्युटसँग हुन्छ त्यसलाई चाहिँ गएर चाहिँ आफूले समन्वय भएर चाहिँ सुरुमै सिट दर्ता गर्नुहोस्। 100% नै स्कलर्स हुन्छ कि, किनकि मलाई लाग्छ गभर्मेन्ट स्कुल पढेकोलाई त 100% नै हुन्छ। मलाई लाग्छ नेपालमा अझै पनि धेरै जसो ठाउँमा चाहिँ स्कलरसिप चाहिँ खाली गएको वर्षै खाली छ, गएकै वर्ष। अब यही रूपन्देहीमा पनि 1-2टा सिटहरू चाहिँ खाली छन्। अब त्यस्तो त विद्यार्थीलाई थाहा नभएर पनि हुनसक्छ है। त्यसको लागि चाहिँ तपाईँहरू एउटा कम्प्युटर सेक्टरमा जानुहोस्, अथवा एउटा चाहिँ अब जेन्ट्सहरूका लागि त एउटा हेयर ड्रेसर खोले पनि मलाई लाग्छ नेपालमा 1 लाख रुपियाँ कमाउन सकिन्छ कि है। त्यो एब्रोड गएर पनि त उसले त्यही काम गऱ्यो भने झन् महँगो छ नेपालमा भन्दा। त्यस कारण केही सिप सिक्नुहोस् है। पढाइ भनेको चाहिँ एउटा कागजको पन्नु हो भने सिप भनेको चाहिँ सधैँभरि रहिरहन्छ। म एउटा मार्कर चलाइरहेको छु, मार्कर चलाउन छोड्यो भने म पेचकस चलाउन पनि म सक्छु भन्ने चाहिँ मसँग हिम्मत छ। त्यस कारणले पनि म नेपालमा बसेको छु। थ्याङ्क यू।